यस्तो दामी हिमाल देखिन्छ कि चारैतिर फेरि है। आमा बबालै छ नि हिमाल त अझै। ट्याक्क पुरै यतिसम्म अझै अझ खुल्याएन ल यस्तो। यो ग्राउन्ड चाहिँ होइन तर यहाँनिर चाहिँ बाटो छ। अब मेन जग्गा भनेको चाहिँ उताबाट बाटो गइसकेपछि चट्टै यो 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 बेलमा चाहिँ टक्क पूर्व साइड यतातिर गोर्खा बजार ट्याक्क देखिन्छ उता। गोर्खा बजार देखिन्छ ठ्याक्क। यो बाटो प्लटमा अब यहाँ अहिले चाहिँ पुरै झाडी भएको कारणले गर्दाखेरि अब यो जग्गा किन्ने भने यो चिलाउनेको रुखहरू मात्रै कति हो दाउरा त। यो सबै यहाँबाट यो सबै जग्गाहरू यो देख्दा फेरि उस यो टक्क 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 परेको ठुला ठुला गर्राहरू। रुख बिरुवै कति हो खेती छैन अहिले। खेती गर्ने मान्छे छैन गाउँमा। बजारबाट एकदम नजिक त्यो उतापट्टि देखेको गोर्खा बजार म अलिकति देखाउँछु। यस्तो ठाउँ छ ट्याक्क। यहाँ चाहिँ एउटा बस्ती बसाउने हो भने सलिडै हुन्छ। यस्तो मजाको चाहिँ गराहरू छ है। यहाँको रुखहरू त काट्दैदेखि त के हो गर्नु पर्छ। टक्क यता अब यो जग्गै देखिँदैन। रुखहरू पलाएर टक्क लाएर टक्क बसेको ठुल्ठुलो गराहरू छ। अनि उतापट्टि देखेको चाहिँ गोर्खा बजार ट्याक्क लाएर है। गोर्खा बजार ट्याक्क देखिया अलि धमिल देखिया। अलि छेउबाट अझै राम्रो देखिन्छ। जग्गा चाहिँ यही हो। लगभग 40 रोपनि चान्जुन जग्गा छ है। अब यति नै हो। अब यो सबैतिर पाटमा गएर खिच्न त गाह्रै छ। यति यो चाहिँ गजबको छ यो एरिया। यो जग्गा बसेको चटक्क परेको ठुलो गराहरू। यसरी गरौँ न यसरी ल फुल यसरी हेर्दाखेरि यस्तो छ है। यस्तो छ यहाँनिर एउटा टक्क लाएर चाहिँ अलि अग्लो एउटा टावर बनाइदियो। भ्यू टावर बनाइदियो नि त उतापट्टिको यो माथिको पाटोबाट उता फेरि हिमाल देखिन्छ। माथिको पाटोबाट यो तल्लो पाटो चाहिँ यता गोर्खा बजार यो पाटोहरू चाहिँ तलको पाटो चाहिँ गोर्खा बजार च्याट्ट देखिने भयो। गोर्खा बजारको एकदम नजिक।